नमस्कार सम्पूर्णमा म रञ्जित राउत आइक्यू टिचर। अब आज तपाईहरुको माझ मैले दुईवटा मेट्रिक सिरिजको क्वेशन लिएर आएको छु। खासमा यो मेट्रिक सिरिज लोकसेवाले लिने प्रत्येक जाँचमा प्रत्येक लेभल नासु फर्दार अधिकृत लगायत शिक्षक सेवाका विभिन्न जाँचहरू, लाइसेन्सका जाँचहरू, असही इन्स्पेक्टर प्रहरी तर्फका शिक्षा सम्बन्धी प्रत्येकमा सोध्ने गर्छ र प्रत्येक लोकसेवाको सिलेबसमा मेट्रिक सम्बन्धी क्वेशन राखिएको छ। एउटा क्वेशन यहाँबाट फिक्स हुन्छ र हामीले जुन प्रकारले बिहानै एक्सरसाइज गर्छौं त्यस्तै बिहानै फिजिकल एक्सरसाइज गर्छौं त्यस्तै हामीले आफ्नो बौद्धिक वृद्धि गर्नको लागि मेन्टल एक्सरसाइज गर्नुपर्ने हुन्छ र मेन्टल एक्सरसाइज गर्नको लागि सबभन्दा इम्पोर्टेन्ट भनेको मेट्रिक सिरिज हो, किनभने यसले धेरै भन्दा धेरै टेक्निकहरू खोज्ने गर्छ। त्यसैले आजबाट तपाईहरुले कम्तीमा दैनिक दुईवटा मेट्रिक सिरिजको दुईटा, तीनटा, चारवटा दैनिक एउटा दुईटा गर्दै जानुभयो भने तपाईको मेन्टल एबिलिटी पनि बढ्छ र तपाईलाई प्रोफेसनल जबको लागि पनि यो काम लाग्छ। त्यसैले आज हामी दुईवटा गरौँ, दैनिक दुईवटा चारवटा तपाईहरु पनि गर्दै गर्नुस्। नआएको यसो कमेन्टमा पठाउँदै गर्नु, म सल्भ गरेर तपाईलाई भिडियो बनाएर राख्दिन्छु। अब हामी दागु दुईटा क्वेशन हेरौँ। पहिलो क्वेशन हेर्नुस् त, मेट्रिकको क्वेशन छ। यहाँ चारवटा रो छ, तीनवटा कलम छ। कन्फर्म छ यहाँ। अब यो मेट्रिक सिरिजको प्रब्लम सल्भ गर्दाखेरि व्यवहारिक कुरो भन्दा हामीले यहाँ दुईवटा तरिकाबाट हेर्नुपर्ने हुन्छ। एउटा भर्टिकली, अर्को होरिजेन्टली। 80% प्रब्लमलाई हामी भर्टिकली हेर्छौँ, त्यो कन्टेन्टमा बनाइएको हुन्छ, त्यो हाम्रो प्र्याक्टिसको एक्सरसाइजले भन्ने कुरा हो। 20% क्वेसन भर्टिकली नभएर होरिजेन्टली हुन्छ। त्यसैले हामी पहिला चाहिँ के चुज गर्छौं? पहिलो चाहिँ हामी चुज गर्छौं भर्टिकली। र भर्टिकलीमा पनि यदि नम्बरहरूको ग्याप धेरै छ भने मल्टिप्लाईमा जान्छौं, डिभाइडमा जान्छौं। त्यो भन्दा हाई छ भने स्क्वायरमा जान्छौं। त्यो भन्दा लास्टै हाई छ भने हामी क्युबतिर जान्छौं। तर सिम्पल तरिकाको नम्बरहरू छ भने एडिसन सबट्र्याक्सनमा गर्छौं। जस्तै यहाँ हेर्नुस् त, पहिलो क्वेशनको लागि हेर्नुस् त, 21, 12, 9 एन्ड 24। यी नम्बरहरू अलिकति डिफरेन्समा मात्र छ। त्यसैले हामी यहाँ या त एडिसनबाट हुन्छ कि या त सबट्र्याक्सनबाट हुन्छ कि त्यो तरिकाबाट जान्छौँ। त्यसैले हामी धेरै समय यसमा लाउँदैनौँ र डाइरेक्ट पहिला हामीले भनिसकेका छौँ कि हामीले भर्टिकली हेर्ने। के हेर्ने? भर्टिकली हेर्ने। र भर्टिकली रिलेसन हेरौँ त। पहिला हेर्नुपर्ने के हुन्छ? जस्तै यो 21 हो, 12 हो, 9 हो। यो तीनटाबाट यो 24 कसरी बनाउन सकिन्छ? पहिला हामी हेरौँ। यो 21 लाई 21 मा कति थपियो भने 24 हुन्छ। घटाउन त मिलेन, थप्यो भने बल्ल पुग्छ। अब 3 थप्दा यो हुन्छ। अब 3 कहाँबाट ल्याउने? यो दुईटा नम्बरबाट 3 ल्याउने। यो दुईटा नम्बरबाट 3 ल्याउनु छ भने हेर्नु त्यसको डिफरेन्स कति हो? 3 हो। पहिलो कुरो त हामी भेट्यौं। त्यसैले फर्स्ट कलममा हामी ध्यान दियो भने ध्यान दिएर हेर्नुस्, 21 लाई जस्ताको त्यस्तै लाऊ। यसमा थप्नु पर्ने देखियो। के थप्नु पर्ने देखियो? यो दुईटाको डिफरेन्स थप्नु पर्ने देखियो। डिफरेन्स भनेको लार्जेस्ट माइनस स्मलेस्ट हो। त्यसो भए यो 21 भइहाल्यो, प्लस कति भइहाल्यो? 12 माइनस 9 भनेको 3 हो। यसको मतलब यो कति भयो? 24 भयो। फर्स्ट कलमले फुलफिल गर्यो। अब यही रुल सेकेन्ड कलममा लाग्छ कि लाग्दैन? सेकेन्ड कलममा यही रुल लाग्छ कि लाग्दैन? त्यो पनि ध्यान दिनु। सेकेन्ड कलमको लागि हामीले यहाँ कति छ? 17 छ। 17 प्लस अब यो दुईटाको डिफरेन्स भनेको लार्जेस्ट माइनस स्मलेस्ट। सो 17 प्लस 19 बाट 14 सबट्र्याक्सन गर्यो भने कति हुन्छ? 5 हुन्छ। र 17 मा 5 जोड्यो भने कति हुन्छ? 22 हुन्छ। यो आयो। अब त्यसो भए पहिलो कलमले र दोस्रो कलमले फुलफिल गरेको, अप्टिन गरेको, लागू गरेको नियमलाई दोस्रोले पनि लागू गर्यो। त्यसो भए यो दुईटाले लागू गरिसकेपछि तेस्रोले अटोमेटिकली फुलफिल गर्नुपर्ने हुन्छ, लागू गर्नुपर्ने हुन्छ। त्यसो भए थर्ड कलममा हेर्नुस् त, के छ यहाँ? 13 छ। 13 मा कति जोड्नु पर्यो? यो दुईटाको डिफरेन्स भनेको लार्जेस्ट माइनस स्मलेस्ट। सो 13 प्लस 2
13 + 2 भनेको 15 हो। यो 15 यो अप्सनमा कहाँ छ हेर्नुस् त, बी मा छ कि छैन? सो बी द राइट एन्सर यो क्वेशनको लागि। यति बुझ्नु भयो होला सायद। अब हामी आउँ सेकेन्ड क्वेशनमा। सेकेन्ड क्वेशनले के भनिएको छ त्यो पनि ध्यान दिनुस्। सेकेन्ड क्वेशनमा के भनिएको छ, अब यहाँ पनि धेरै नम्बरमा ग्याप छैन, धेरै लार्ज धेरै स्मल नम्बर छैन, त्यसैले हामी मल्टिप्लाई डिभाइडतिर जाँदैनौँ। तर मल्टिप्लाई डिभाइडतिर नजाँदाखेरि जोड घटाउतिर हेरौँ कि केही हुन्छ कि? अब यसलाई जोड्यो भने आउँदैन, तर 9 बाट 4 घटायो भने 5 त आउँछ। त्यसो भए यसले लागू गरेको नियम यसले पनि फुलफिल गर्नु पर्यो। 4 बाट 16 घटायो भने त -12 हुन्छ, -12 छैन। त्यसो भए हामी आफू ब्याक हुन्छौँ, यो रुलबाट अगाडि बढ्दैनौँ। यो रुलबाट अगाडि बढ्दैनौँ भने अब अर्को केही दिमाग लाउने गर्छौँ। ल अब यो डिभाइड गर्न, जस्तै कि 9 लाई 4 ले डिभाइड गर्न मिल्दैन, रिमाइन्डर आउँछ। त्यस्तै 4 लाई 9 ले पनि डिभाइड गर्यो भने अझ डेसिमलमा जान्छ। यो पनि हामी डिभिजनतिर पनि जाँदैनौँ, सब्ट्र्याक्सन भएन, एडिसन भएन। अब हाम्रो कन्डिसनमा बाँकी रहेको एउटा स्क्वायर नम्बर हो, स्क्वायर क्युब, स्क्वायर रुट क्युब। अब यो स्क्वायर गर्यो भने 4 को स्क्वायर 16 हुन्छ, 9 को स्क्वायर 81 हुन्छ। त्यो दुईटा घटाए जोड्यो पनि देखिँदैन। त्यसो भए हामी के जाऊ, या त क्युब रुटमा जाऊ या त स्क्वायर रुटमा जाऊ। यो दुईटा नम्बरको स्क्वायर रुट कति हुन्छ त्यो हेरौँ त। स्क्वायर रुट भनेको जस्तै फर्स्ट कलममा मैले फर्स्ट कलममा स्क्वायर रुट भनेको यसलाई भन्छ, यो स्क्वायर रुट हो। यो दुईटा नम्बरको मल्टिप्लाईको स्क्वायर रुट कति हुन्छ त्यो निकाल्नु पहिला। 9 × 4 हुन्छ 36। यो तपाईहरुले बुझ्नु भएको छ। र 36 कतिको स्क्वायर हो? 6 को स्क्वायर हो। तर यहाँ त 5 छ, 5 छ। 5 छ भने यो 6 लाई 5 बनाउने टेक्निकहरुलाई थाहा छ। 1 घटाइदियो भने 5 आउँछ। यो रुल सेकेन्ड कलमले फुलफिल गर्यो भने अगाडि बढ्छौँ, नत्र हामी ब्याक हुन्छौँ। त्यसो भए सेकेन्ड कलममा हेर्नुस् त, सेकेन्ड कलमले कति छ यो 16 × 4 दिस इज इक्वल टु 16 × 4 भनेको 64 हुन्छ। अब 64 भनेको थाहै छ हजुरहरुलाई 8 को स्क्वायर हो, 8 आयो यसको वर्गमूल। यो पहिलो कलममा हामीले 1 घटाएको थियो, त्यसैले यसमा पनि कति घटाउनु पर्यो? 1 घटाउनु पर्यो। 1 घटाउनु पर्यो भने कति आयो? 7 आयो। हेर्नुस् त्यहाँ 7 छ कि छैन? ल पहिलो कलम र दोस्रो कलम दुईटैले हाम्रो के गर्यो? यो म्याट्रिक्सको रुललाई फलो गर्यो। त्यसो भए थर्डले अटोमेटिकली गर्नुपर्ने हुन्छ। थर्डले अटोमेटिकली गर्नुपर्ने हुन्छ भने अब हामीले के लेख्न सक्छौँ यसलाई? कतिको वर्गमूल निकाल्दिने? 20 × 5 को वर्गमूल निकाल्ने। 20 × 5 भनेको कति हो? यो 100 हो। 100 कतिको वर्गमूल हुन्छ? कतिको यो 100 भनेको 10 को। अब 10 - 1 गर्नु पर्यो, किनभने अघि हामीले माइनसै गरेका छौँ। अनि 10 बाट 1 घटायो भने कति हुन्छ? 9 हुन्छ। सो 9 इज द राइट एन्सर। अब 9 यहाँ छ कि छैन अप्सनमा? बी नम्बरमा 9 छ। त्यसैले यो क्वेशनको एन्सर 9 भयो। अझ तपाईले म्याट्रिक्सको प्रब्लमहरु सल्भ गर्नको लागि एउटा दुईटा कुरा जान्नुपर्ने के हुन्छ त्यो म यहाँ नोटमा लेखिदिन्छु। जस्तै कम्तीमा 1 देखि 100 सम्मको स्क्वायर निकाल्न जानुपर्छ। तपाईले आउँछ कि आउँदैन कमेन्ट गर्नु होला, म स्क्वायर निकाल्न पनि तपाईलाई सिकाइदिन्छु। त्यसपछि 1 देखि कम्तीमा 50 सम्मको क्युब निकाल्न जानुपर्छ। त्यसपछि यो स्क्वायर रुट निकाल्न जानुपर्छ। अर्को कुरा क्युब रुट निकाल्न जानुपर्छ। यति कुरा म्याट्रिक्सको लागि धेरै इम्पोर्टेन्ट हो। त्यसमध्ये पनि अहिले लोकसभाले 80% क्वेशन यहाँबाट सोध्ने गर्छ स्क्वायरबाट। त्यसैले तपाईले कम्तीमा 1 देखि 100 सम्मको स्क्वायर निकाल्न जान्नुपर्ने हुन्छ। यदि कुनै साथीलाई त्यस्तो लाग्छ कि स्क्वायर निकाल्न गाह्रो छ, आउँदैन भने कमेन्ट गर्नु होला। म तपाईलाई 1 देखि 100 सम्म स्क्वायर निकाल्न सिकाइदिन्छु। त्यो चाहिँ अर्को भिडियोमा सिकाइदिन्छु। हस्, धन्यवाद।